नमस्कार साथीहरू, आरामै हुनुहुन्छ? एउटा 4 देखि 5 वर्षको बच्चाबाट आमाले के आशा राखेको हुन्छ? केही बोलोस्, केही नयाँ नयाँ कुरा सिकोस्। तर यहाँ बच्चा बोल्नेको नाममा जमाजमी म्याउ गर्छ। बिरालोले निकाल्ने आवाज म्याउ मात्र निकाल्छ। यो विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर एउटा प्रेरणादायी कथा सुन्छौँ आजको भिडियोमा। र यो कथाले तपाईँ हामीलाई अहिलेको परिवर्तित सिनारियोमा देश विकासको लागि अगाडि बढ्न र लोकसेवाका पाठ्य सामग्रीलाई विस्तृत रूपमा बुझ्न समेत मद्दत गर्नेछ। एकजना डाक्टर जो बालरोग विशेषज्ञ हुन्छन्, पढाइमा निकै अब्बल सक्षम हुन्छन् र देश विदेशको अनुभव सँगालेर कर्णाली क्षेत्रमा गएर एउटा अस्पतालमा उपचार गर्नको लागि जान्छन्। सधैँभन्दा फरक परिस्थितिमा आज एकजना आमाले डोकोमा 4 देखि 5 वर्षको बच्चालाई बोकेर निकै धेरै कष्टकर यात्रा गरेर डाक्टरकामा आइपुगेकी हुन्छन्। ती आमा कर्णाली प्रदेशकै कर्णाली क्षेत्रकै कुनै एउटा गाउँमा एक्लै बस्छिन्। एक्लै बस्ने कारण श्रीमानले छोडेर गएको हुन्छ अनि छरछिमेकी इष्टमित्र अरू छैनन् त? छैनन्। किन भन्दा ती महिलालाई बोक्सीको आरोप लगाएर गाली गलोज गरेर ढुङ्गामुढा गरेर गाउँै निकाला गरिएको हुन्छ। त्यो विकट ठाउँमा एकजना महिलाले आफ्नो छोरालाई हुर्काउने, आफ्नो छोराको लागि दाना पानीको व्यवस्था गर्नको लागि एउटै मात्र जुगाड गरेको हुन्छ, गाईबस्तु बाख्रा पाठा र सामान्य खेती किसानीको काम गर्ने। र गाईबस्तु बाख्रा पाठालाई दिनभरि चराउनको लागि लिएर जानको लागि ती आमाले बिहानै हतार हतार गरेर पकाएको खानेकुरा आफूले पनि खुवाएर र बच्चालाई पनि खुवाएर र बच्चा दिनभरि भोको नरहोस् भन्नका लागि एउटा डोकोभित्र बच्चालाई थुनेर अलिकति रोटीका टुक्राहरू, केही पानी र अलिकति दूध राखिदिएर डोको माथि एउटा ढुङ्गाले, ताकि त्यो डोको नपल्टियोस्, जङ्गली जनावरले बच्चालाई एट्याक नगरोस् भन्नका लागि छोडिदिएर जान्छन्। र बच्चाको दिनभरिको साथी हुन्छ बिरालो। वरिपरि बिरालो आएको हुन्छ र बिरालोको हाउभाउ बच्चाले सिक्छ, टिप्छ र बच्चाले जम्माजम्मी बिरालोकै जस्तो टोनमा म्याउ गर्न सिकेको हुन्छ। र आमालाई 4 देखि 5 वर्षसम्म पुग्न आँटेको छोरोले म्याउ मात्रै भन्दा किन भनौँ, कसरी भनौँ भन्ने कुरा मनमा कौतूहलता हुन्छ र डाक्टरकोमा पुग्छिन्। र यस पछाडि डाक्टरले विभिन्न तरिकाहरू सिकाउनुहुन्छ र उहाँले आफ्नो भावनालाई, यी सारा चिजहरूलाई आफ्नो पुस्तक शून्यको मूल्य भन्ने पुस्तकमा लेख्नु भएको छ। उहाँ महान डाक्टरको नाम हो डाक्टर नवराज केसी। पुरै पृष्ठभूमि सम्पूर्ण कुरा बुझ्नको लागि डाक्टर नवराज केसीको शून्यको मूल्य भन्ने पुस्तक हजुरले पढ्नुहोला। एकदमै जानकारीमूलक र एकदमै धेरै पृथक खालको विषयवस्तु छ। र ओभरअल यो कथाबाट र शून्य नै किन राख्यो भन्ने प्रसङ्गमा हामीले धेरै गहिरो रूपमा चिन्तन गर्नुपर्ने आवश्यक छ। दिगो विकासको लक्ष्य 1 देखि 17 सम्म छ, जसमा भोकमरीको अन्त्यदेखि लिएर लक्ष्य प्राप्तिका लागि साझा प्रयाससम्मका कुराहरू उल्लेख गरिएको छ। तर यो सबै कुरा सम्भव त्यो बेला मात्र हुन्छ जुन बेलामा एउटा आमाले बच्चालाई राम्रोसँग हुर्काउन, बढाउन सक्छिन् र बच्चा नै भोलिको यो देशको स्तम्भ भएर दह्रो तरिकाले अगाडि बढ्न सक्छ। आजको समय पनि परिवर्तनको समय छ। हामीले नयाँ सरकारबाट धेरै ठुलो परिवर्तनको आशा राखेका छौँ। तर तपाईँ हाम्रो विगत पनि बालबालिका हो र हाम्रो भविष्य पनि बालबालिका नै हो। त्यसकारणले बालबालिकालाई केन्द्रबिन्दुमा राखेरै हामीले हाम्रा क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ। म पनि 30-32 वर्ष अगाडि गएँ सम्झिएँ भने त्यो एउटा सानो बालकमा पुग्छु र त्यो बालकलाई राम्रो शिक्षा दीक्षा दिने हो र सही तरिकाको संस्कार दिने हो भने यो देशको प्रधानमन्त्री, राष्ट्रपति, यो देशलाई ठुला ठुला परिवर्तन गर्न सक्ने सम्भाग बन्न सक्छ भने त्यही बालबालिकालाई राम्रो स्कुलिङ हुन सकेन, साइकोलोजिकल तरिकाले राम्रोसँग ट्रिट गर्न सकिएन र राम्रो सङ्गत भएन भने बाघ जस्तो गर्जिनुपर्ने बालबालिका सानो बिरालो जस्तो म्याउ गर्न सक्ने पनि त हुने रहेछ नि। त्यसकारणले सबै कुरा घुमिफिरी तपाईँ हामीले बनाउने इन्भाइरोमेन्ट, तपाईँ हामीले कोरिदिने सुन्दर भविष्यमा डिपेन्ड छ, जुन बालबालिका, अबोध बालबालिकाले कुरिरहेको छ। त्यसकारणले हाम्रा सम्पूर्ण कुराको केन्द्रबिन्दु बालबालिका नै हुनुपर्छ। जय बालबालिका, जय देश। नमस्कार, धन्यवाद।